जा 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 मरनी अब मेरा दिन पनि आएको छ प्रणाम पिताश्री। प्रणाम पुत्र स्वस्ति स्वस्ति गुरु लाओ यहाँ गोदीमा बस ल भन हात जोडेर भन तिमीले के विद्या सिक्यौ मलाई सुनाउ त राज्य हम सदा परिभवगणमभीष्टदोहं त्रिथास्पदं शिवविनिञ्चिनुतं शरण्यं भीतरतिहं व्रतपालभवादिपोतं वन्दे महापुरुषं शरणं अरूपना बाँकी छ मूर्खा तलाई रातले हानेर तेरा शरीर दस नस बनाइदिनेछु जुन शत्रुको लागि यत्रो तपस्या गरेर मैले यति साधन अमर वरदान पाएको थिएँ आज एकै क्षणमा दस नस गर्दैछस् तलाई एकचोटि नै छोड्ने दोबारा फेरि यही गरिस् भने याद राख गुरु सैन्य वर्ग महाराज मैले राम्रो सिकाएको महाराज। पहिलोचोटि माफी दे दोस्रोचोटि पनि यसले त्यही शत्रुको नाम लियो भने याद राख्नुहोस् कि दारी अहिले कोमल छ सेतो छ केही क्षणपछि काला पनि रहने छैन। होइन महाराज, याद राख्नुहोस् जुन हजुरको राजकुमारले जुन कुरा भन्नुभयो यो त हाम्रो पाठ्यक्रममै छैन महाराज। छैन भने किन सिकायो कहाँबाट सिकायो यो कुरा हङ्कारले महाराज यो कुरा मलाई ज्ञान छैन महाराज। ए गुणगार जुन पाठ्यक्रममै छैन भने कहाँबाट आयो तेरो रुद्र भन्नेमा याद राख पिताश्री यो त मेरो मनमुटुबाट आएको हो पिताश्री। तेरा मुटु निकालेर फालिदिनेछु मनमुटुमा होइन तेरो नसाउमा जति खुन बगिन्छ त्यो खुनमा कबाट काट्ने गबाट घट्ने खबाट खन्ने नबाट नेक्ने निचल्ने चिठर्ने यस्ता शब्द प्रयोग गर्ने न त यहाँ विष्णु प्रविधि पढिन्छ न श्री नारायण केवल जप्ने मञ्च बने जप श्री हिरण्यकशिपो नमः श्री हिरण्यकशिपो नमः एउटा कुरा यही ध्यान कर फेरि पनि पुरा राज्य जा सैनिक लैजानु कस्तो पुत्र जन्म दियौ पुत्र हो कि कुपुत्र भयो हजुरकै पुत्र त हुने मलाई के थाहा। यदि मेरो पुत्र भएको भए आफ्नो पिताले बनेका कुरा आफ्नो सन्तानले मान्ने थियो भने त्यो हुन्छ आफ्नो वफादार पिताको छोरा भनेर मानिन्छ। यो कुरा पिताले भनेको वचन मान्नेवाला